भाग लाएर एउटा त माथि पनि गयो। अब छोरा हुने नेता चिनेको भए माया हुन्थ्यो दिनु जान्थ्यो हो। ल हेर्नु त हाम्रो नेपालको जनता भेडा पहिला चाहिँ चोटै ल्याउ त भोटे दाउरा बाल्नु ग्यास बाल्नु छैन कर घटेर कर दिन आउने नेपालको जनता भेडा होइन। अब हेर्नु त्यो आफ्नो नेपालको दाउरा कुहेर बस्यो दाउरा माग्नु नसक्ने त्यो कुहेको दाउरा मागेर बालेर खानु पर्दैन 30 रुपियाँ किलो दाउरा चिन्ने नेपालको जनता भेडा। हेर्नु त भेडा हो कि केडा हो भेडा हेर्नु त पहिला चाहिँ चोटै ल्याउ त भोटे टुडी खेल्दा त पर्दा बाँध्यो नेता के को माया। छोरा भएको नेता भए लाटा छोरा आउँला भन्थ्यो त्यो भुइँचालो आउनलाई दिनु जान्थ्यो मान्छेले दिनु आउँदा के अरे दिनु नजा है सबै हाम्रै कोषमा हाल्रे ल बाटोले दियो पायो उसको कोषमा हालेको परेर अमिरको गएर भाग लाएर क्लप्प गयो एउटा त गइ त गयो नि वा खाता पल्लो त भोलि भेटिहाल्छ त्यसको तिर्नु परिहाल्छ हो कि होइन। हाम्रो नेपालको जनता भेडा त्यो दाउरा आफ्नो नेपालको दाउरा मागेर बाल्नु नसक्ने हो कि होइन भन्नु त। बराहरू नेता कुर्सीमा भ्रष्टाचार 5 जना केटालाई जेल हाल्यो बाहिर घुस खायो भनेर उनीहरू कुर्सीमा खाने यो जाति फुटबल खेल्ने यो जाति थियो नि गणेश मान हो त्यही हो। भोटे खाने बाघले बाहुन पनि खान्छ नेवर पनि खान्छ। त्यो 5 जनालाई जेल नहाल्यो भए त्यसलाई जागिर खाएको थिएन यी लाखा अब 21 करोड पनि तिर 10 वर्ष जागिर पनि नाखा। अब हेर सशस्त्रको नेताहरू 11 करोड तिर्ने 10 करोड 9 करोड तिरे कि तिरेन त्यो चाहिँ भ्रष्टाचारी भएन। गरिबको छोरा काम नभएर त्यो 5 लिटर तेल मोटरसाइकलको तेल बेच्ने चाहिँ भ्रष्टाचारी कालो बजार डाइरेक्ट उनीहरू त कममा चाहिँ बेचेर चाहिँ भ्रष्टाचारी भएन नेपालको जनता भेडा।